हेलो एभ्रिवान, वेलकम टु माई मिनी भिडियो। मलाई चाहिँ स्किन केयरको सामानहरू चाहिरहेको थियो, त्यो भएर चाहिँ म बस्ने नजिकैको ड्रग स्टोर गएँ आज। पहिलादेखि नै कुनै कुनै कुरा सामान चाहिरहेको थियो भने कुनै कुनै सामान चाहिँ सकिए पछाडि सबै एकैचोटि लिन्छु भनेर सोचिरहेको थिएँ। तर सामान नसकिए पनि अहिले अर्जेन्ट निड्सको लागि चाहिँ मैले केही सामानहरू लिनको लागि गएँ। अनि मलाई चाहिँ यो कोलाजिन पनि ट्राई गर्न मन लागिरहेको थियो, त्यही भएर चाहिँ 2 प्याकेट लिएँ। अनि स्किन केयरको सामानहरू चाहिँ कुनै कुनै चाहिँ ट्राई गर्न मन लागेको थियो भने कुनै कुनै चाहिँ अलरेडी चलाइसकेको रिफिल गर्नको लागि लिएको हो। अनि धेरै सामान एकैचोटि किनेर 15-20 हजार तिर्न पनि एकैचोटि पैसा गयो जस्तो लाग्छ नि त। त्यही भएर चाहिँ एकैचोटि भन्दा पनि 8-10 हजार 8-10 हजारको गरेर किन्यो भने चाहिँ सजिलो हुन्छ भनेर चाहिँ मैले आज आधी किनेँ। अनि स्मेल कस्तो छ भनेर चाहिँ ट्राई गर्नको लागि चाहिँ कस्तो क्युट राखेको क्या त्यहाँ त्यो पाउचहरू टाइपको। अनि मेरो साथले पनि स्मेल गर्दै होइसिन्छ क्या, कस्तो सानो क्युट स्मेल क्या। त्यसलाई यसरी हल्का थिचिसके पछाडि चाहिँ त्यहाँभित्रको स्मेल आउने रहेछ क्या। अनि मेरो चाहिँ ठ्याक्क टुथपेस्ट पनि सकिरहेको थियो। अनि मलाई जापान आइसके पछाडि चाहिँ कस्तो दाँत पहेँलो भयो जस्तो लाग्यो। अनि यो ट्राई गर्न मन लागेर आज यो टुथपेस्ट किनेँ। अनि आफूलाई चाहिएको सामान चाहिँ एउटा हुन्छ होइन, तर त्यहाँ घुम्दा घुम्दै चाहिएको भन्दा पनि नचाहिएको सामानहरू पनि कलेक्ट हुन्छ क्या। अनि आज चाहिँ यति नै हो। बिल गरेर आफ्नो सामान चाहिँ ब्यागमा हालेर चाहिँ घर आएँ। थ्याङ्क्स फर वाचिङ माई भिडियो।